राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको आगामी आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्नुभएको छ। आज दिउँसो 3 बजे शुरू भएको संघीय संसदको संयुक्त बैठकलाई करिब 1 घण्टा सम्बोधन गर्नुभएका राष्ट्रपति पौडेलले संविधान संशोधनदेखि सदनबाट पारित हुने विधेयकका नाम र सरकारले आगामी वर्षमा गर्ने कामबारे सुनाउनु भएको छ। नीति कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको विगतकै वाक्यांश दोहोऱ्याउनु भएको छ। आगामी वर्ष सन् 2026 मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको रूपमा सहज तुल्याउने रणनीति लागू गरिने, सन् 2030 भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने 16औं योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकरण, रोजगारीमुखी आर्थिक वृद्धि एवं संरचनागत रूपान्तरण नयाँ आधारको रूपमा कार्यान्वयन गरिने लक्ष्य सरकारको छ। यी लक्ष्य पूरा गर्न सरकारले पूर्व अर्थ सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदन आगामी वर्षदेखि कार्यान्वयन गर्ने घोषणा गरेको छ। रोजगारी सृजना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुने सरकारको भनाइ छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाटै अनुगमनको पनि अनुगमन गरिने योजना सुनाउनु भएको छ। विकास आयोजनाहरूको नतिजामूलक अनुगमन गरिनेछ। अनुगमन गर्ने निकायले गरेको कामको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अनुगमनको पनि अनुगमन गरिनेछ। सुशासन र छरितो प्रशासनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगले निर्देश गरे बमोजिम क्रमशः सुधारका कार्यहरू अगाडि बढाइनेछ। विगतका सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने भएको छ। सरकारले नीति तथा कार्यक्रम मार्फत विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फेर्ने जनाएको छ। साथै परियोजनालाई वर्गीकरण गरी यसै संसदको अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने बताएको छ। निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाको लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना खारेज गरिने भएको हो। सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको छ। श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा पनि गर्नुभएका राष्ट्रपति पौडेलले इन्टर्नलाई पनि स्टार्टअप संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताउनुभयो। दक्ष जनशक्ति पलायन रोक्न विगतमा भइगरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइने घोषणा दोहोर्याउँदै उहाँले श्रम अडिटको माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने पनि जानकारी गराउनुभयो। देशैभित्र उद्यमशीलता विकास गरी युवा रोजगार सिर्जना गर्ने र आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाउने सरकारको घोषणा छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले रोजगार नीतिको योजना सुनाउनुभयो। स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने र स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थाहरूमा आबद्ध गरिने उहाँले बताउनु भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ। स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिनेछ। बढीमा हप्तामा 20 घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ। विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोल्ने सरकारको योजना छ। निजी विद्यालयको लागि राष्ट्रिय मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दी पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको सहकारीमा शिक्षक बैंकको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने तथा शिक्षक किताबखानाका काम प्रणालीगत रूपमा क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिने घोषणा गर्नुभयो। उहाँले उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने घोषणा समेत गर्नुभएको छ। उहाँले रोजगारी तथा ज्याला रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने समेत बताउनु भएको छ। यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ। स्वास्थ्य सेवालाई सुलभ र पहुँच योग्य बनाउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवा
ग्राही बीचको सन्तुलन हटाउने नीति तथा कार्यक्रममा उल्लेख छ। विज्ञान प्रविधिको क्षेत्रमा एआई को प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गर्नेदेखि नेपालकै भू उपग्रह सञ्चालन गर्ने राष्ट्रपति पौडेलले बताउनु भएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गरिनेछ। सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू उपग्रह सञ्चालनको आधार तयार गरिनेछ। अति संवेदनशील सूचना प्रविधि पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिनेछ। सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने भएको छ। राष्ट्रपति पौडेलले कृषिमा यान्त्रिकीकरण मार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनुभयो। उहाँका अनुसार कृषिमा युवा जनशक्ति आकर्षण गर्न भूमि कृषि सामग्री बजार तथा बीमाको इकोसिस्टम बलियो बनाइनेछ। उहाँले भूमि बैंक मार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनुभयो। आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्था मार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने उहाँको भनाइ थियो। कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भए पनि प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिने उहाँले बताउनुभयो। राष्ट्रपति पौडेलले पशुपक्षी तथा मत्स्य व्यवसायबाट उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा कृषकको आमदानीमा वृद्धि गरिने बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण कोष खडा गरिने घोषणा गर्नुभएको हो। सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने र सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने पनि उहाँले घोषणा गर्नुभएको छ। सहकारी तथ्याङ्क प्रणाली व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ। यस्तै सरकारले बैंकहरूको गैर बैंकिङ सम्पत्ति खराब कर्जा सम्हाल्नको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दै गएको सन्दर्भमा खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको हो। नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनको लागि ऐन ड्राफ्ट गरिसकेको छ। संसदको बिजनेसलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ। शिक्षा विधेयक, निजामती विधेयक, सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्बन्धी विधेयक, वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गरिने उल्लेख गरिएको छ। यस्तै 6वटा अध्यादेश मध्ये निष्क्रिय भएको भूमि विधेयक पनि पारित गरिने भएको छ। नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पनि संसदको यसै अधिवेशनबाट पारित गरिनेछ।